चाहिँ हाम्रो ग्राफ्टिङ भइरहेछ। रुद्राक्ष दाना चाहिँ हाम्रो जिग्री दोष उहाँले गर्दै हुनुहुन्छ। टक्क मुनालाई काटेर अनि अर्को चाहिँ यहाँ नि छन् अरू। ठ्याक्कै यो हेर्नु पऱ्यो, यो बोक्रो हुन्छ नि, यो यताको बोक्रो यिनीहरूको योसँगको एट्याच हुनु पऱ्यो, यता नहुँदा हुन्छ होइन। यतापट्टि साइडमा साइडमा जस्तै यो ठुलो छ, यो सानो छ नि त। सानोको चाहिँ ठ्याक्कै कसो गर्नु, ठुलो भने ठिकै मिलिहाल्छ होइन। जस्तै सानोमा गर्नु पऱ्यो भने, ठुलोमा गर्नु पऱ्यो भने यो र यो बोक्रो र यसको बोक्रोसँग एट्याच मिलाउनु पऱ्यो, एट्याच हुनु पऱ्यो। जस्तै अब यो अब बाँध्दाखेरि झ्याप्पै यसै गरेर च्याप्पै हुन्छ होइन। त्यही हो। जस्तै अब यहाँनिर गर्दाखेरि हामीले सर्ट यस्तो गर्ने, यो उल्टो टेप खेलाउनुपर्छ। जस्तै यस्तो गरेर कसिन्छ क्या दर। उल्टो भनेको त्यो चोपपट्टि के अरे टास्नेपट्टि अर्कोपट्टि भने अर्कोपट्टि ल ठिक छ। घुमाउने मेलैमारि घुमाउने हल्का उ गरेर हावा छिर्नु भएन। हावा छिर्नु भएन। तर यसलाई फेरि अझै अर्को यो प्लास्टिक लाउनुपर्छ क्या। जस्तै यति सकेपछि यसलाई कमिलाले खान्छ भनेर जोगाउनको लागि माथि एउटा प्लास्टिक ममा छ अहिले, त्यसमा चाहिँ युज गरिन्छ होइन। जस्ट त्यहाँ चाहिँ अब कमिला अरू उसले नबिगारोस् भनेर एट्याक नगरोस् भनेर। जस्तै अब यहाँ माथि यति गरिसकेपछि यस्तो गर्ने घुमाउने माथि, त्यहाँबाट सास पर्नु सक्छ, पुरै तन्काउने भएन नि। अनि सर र फेरि घुमाउने घुमाउने गएर यस्तो घुमाइदिने घुमाउने होइन। अब यहाँनिर हेर्ने कतिको यहाँ भयो भएन, एट्याच भनेर अलिक घुमाउनुपर्छ। अनि अब यसलाई यहाँनिर झ्याप यस्तो गरेर कस्ने, त्यसलाई नै त्यहाँ यसलाई नै कसिदिने। अब एट्याच हुनु पऱ्यो नि, यसलाई टक्कै बोक्रो बोक्रो मिल्नु पऱ्यो, ठ्याक्कै गर्ने घुमाउने घुमाउने। यो चाहिँ फर्स्ट टाइम हो यो। हाम्रो चाहिँ यो शङ्खसभा जिल्ला सभापोखरी 1 हामी एउटै गाउँ पर्छ। हामीले चाहिँ आज यहाँ ग्राफ्टिङ सुरु गरेछौँ। लगभग धेरै त छैन तर पनि 1-2वटा हामीले सुरु गरेछौँ। अब जस राम्रै हुन्छ होला, पछि राम्रै भयो भने यहाँको मुना कस्तो हुन्छ के कस्तो हुन्छ त्यो पनि म अर्को भिडियोमा तपाईँहरूलाई देखाइहाल्छु। अब यो चाहिँ कमिला फटेङ्ग्रादेखि जोगाउनुलाई प्लास्टिक युज त्यति भयो भने पनि त्यो बाहिरको यो भएको थियो नि फुक्दिने हावा चाहिँ माथि हुन्छ नि त। सेतो चाहिँ किनभने अब यो घामको प्रकाश चाहिँ यो भित्र छिरोस् भनेर हो। पठ्याउनु पर्छ गरिदिनु भयो अहिले कसिदिनु। कस्तोमा राम्रो हुन्छ यो ग्राफ्टिङ गर्दाखेरि चाहिँ यो बिरुवामा चाहिँ अलिक ठिक हुन्छ। बिरुवा नै हुन्छ हुन त, तर पनि यस्तो बुढो बोटबाट काटेको बोटमा त्यो मुना आएकोमा चाहिँ यस्तोमा चाहिँ सजिलो हुँदो रहेछ नि, छिट्टो आउँछ अरे क्या यस्तोमा एकदम छिटो हुन्छ। अझै भन्दा अझै त्यो कलिलो मुना हुन्छ नि भर्खर आउने अरे त्यसमा झन् छिटो नि बवाल हुन्छ। छिटो छिटो बढ्ने। अब जस्तै यतिमा बढिसक्ने नि त्यसलाई त, जस्तै यहाँ गरेको भए यता यत्रो भइसक्यो त्यही त होइन त्यो हो नि साँच्चै त्यस्तो हो क्या। त्यो चाहिँ अझै राम्रो हुन्छ। त्यही त मैले विचार गरेँ अस्ति अनि ठ्याक्क ग्राफ्टिङ गर्न सुरु गर्नु पऱ्यो भने यसो विचार गरेँ, ठ्याक्क यो देख्दै देखिनँ क्या मैले। अनि यसो आउँदै हेरेको फेरि यत्रो भइसकेछ अस्ति भर्खर काटेको रुखको। यो चाहिँ हाम्रो रुद्राक्ष दानाको एकदम आज ग्राफ्टिङ भइरहेछ होइन। यस्तो चाहिँ हुने रहेछ, मैले पनि गरेको छुइनँ तर साथीले यहाँ गरिदिँदैछ। यसरी गरिन्छ किनकि यो कस्तो ग्राफ्टिङ भनेको चाहिँ कस्तो हो भने तपाईँहरूको एउटा दानाबाट अर्को बिरुवाको दानाको हाँगा जोडेर अनि त्यसलाई फलाउन सकिन्छ है। क्रस गर्ने हो। प्रायः सबैलाई थाहा हुन्छ होइन ग्राफ्टिङ भनेको के हो, तर थाहा नहुनेलाई चाहिँ मैले भनिदिइरहेको छु। किनकि रुद्राक्ष नै हो यो पनि हुनु चाहिँ, तर एउटाबाट अर्को हाँगा जोडेर चाहिँ यसलाई प्रयोग गरिन्छ, मठाइदिन्छ। कमिला तान्ने के अरे ब्यागहरू त सक्ने रहन्छ। ब्यागे यहाँबाट कहाँबाट आयो नि? कहाँबाट आएको यहाँ त छैन त पहिला त। हजुर ऊ खुस्क्यो एक्स्ट्रा प्लेट ए
यहाँ राख्नु अमेजिङ छ टक्क काट्छ है आठ एकछिन न यहाँ चलाएकै छैन अब यहाँ हाम्रो अर्कोमा सुरु भइरहेछ धेरै मोटो भएन र यो त नि के हुन्छ ल यसलाई कस्तो गर्ने नि यसलाई चाहिँ एक छेउमा काट्नुपर्छ क्या एक छेउमा जस्तै बिचमा काट्नु सकिँदैन जस्तै यसलाई त्यस्तो ठुलो भइगयो भने साइडमा भएन क्या यसरी ए त्यहीँबाट अनि होइन यसको दुईपट्टि त्यसलाई काटेर है दुईपट्टि गर्नुपर्छ दुईपट्टि काटेर टक्क मिल्ने बनाउनुपर्छ यो चाहिँ ग्राफ्टिङ दानामा भइरहेछ होइन यो चाहिँ हुसिङको हो होइन यो हाम्रो डेबिटार अनि याफु एकदम राम्रो को चाहिँ हामीले आज ग्राफ्टिङ गर्दैछौँ हावा छिर्नु भएन है त्यहाँ हावा छिर्नु भएन यसरी गरिन्छ लगभग अब यो कति दिनमा हुन्छ यो हामीले हेर्दाखेरि ल 15-20 दिन 15-20 दिनमा चाहिँ तपाईँको यो भित्रबाट यहाँ मुना आउँछ होइन आफै फोर्छ होला है प्लास्टिक त फोर्छ फोरेन भने त्यो काँडा हुन्छ नि अमिलो काँडा हो त्यसले छ्यास बिस्तार ए त्यसलाई चाहिँ दुलो बनाइदिनुपर्छ आफै निस्किन्छ त्यहाँबाट यो चाहिँ हावा नछिरोस् भनेर हामीले टेप लगाएर चाहिँ एकदम जोइन गरेका छौँ कस्तो हुन्छ यो तपाईँहरूलाई म पछि देखाउँछु त्यो अर्को भिडियोमा होइन यहाँ चाहिँ एउटा भइसक्यो अनि एउटा यहाँ हुँदैछ यो चाहिँ यहाँ काटेको रुख थियो अनि यो काटेको रुखबाट चाहिँ यहाँ मुना आएको हुन्छ होइन यो मुनाबाट चाहिँ भर्खर अर्को नयाँ त्यसमा चाहिँ एकदम ग्राफ्टिङ गऱ्यो भने एकदम राम्रो छिटो आउँछ भन्ने राम्रो हुन्छ हुन्छ ल हाम्रो यहाँ दुईवटा भइसक्यो अब हाम्रो पल्लो एक ठाउँ छ अनि कस्तो हुन्छ तान्नुपर्छ होला है म तानिदिन्छु ल
काट्ने बोलाउँ अर्को हुन्छ काटिदिउँ अलिक ठुलो भयो नि यो के हो हुन्छ 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 मैले ल्याङको यत्र यत्र गरेँ अरे कुवासा गयो त्यो ल यो हाम्रो धान सकिसकेको छ छोडिदिन्छ मुनिको हाल्दैन होला सबै कति छ पुग्छ ए यो ए ड्याङ काट्दिउँ सबै काट्नुपर्छ नि यो पावर चाहिँ माथि जान्छ कि यसको जस्तै न त अरूतिर जान नि त त्यही त अनि माथितिर निस्किँदैन हाँगा चाहिँ ल भाँच्यो त नि त्यो चाहिँ जोगाउनु चाहिँ भाँची नै हो कि हुनु चाहिँ भाँच्ने स्टेप हुन्छ त्यही त बाहिर पनि थियो नि हाम्रो होइन सेम यही हो नि कि बाहिरबाट ल्याएको होइन यो यहाँ त्यस्तै हो त्यो फिस हजुर अङ्कल पनि हुनुहुन्छ यसरी गरिन्छ ग्राफ्टिङ हाम्रो यहाँ भइसक्यो अब ऊ त्यहाँ दुईवटा अनि यहाँ
ब्लेड त केमा राख्ने त्यही गाड्दिउँ होस् होस् त्यही गाडिदिनु केही हुँदैन ल हाम्रो कतिवटा छ त्यहाँ अब दोडा एउटा जति हुन्छ होला यो एउटा त काम दिँदैन दोडा चाहिँ जति चाहिँ हाम्रो 2टा भइसक्यो अब दोडा छ अब हेरेर यहाँ गर्छ कहाँ गरौँ त त भइहाल्यो पानी परेर सुकाउनुको लागि अलैँची पनि अहिलेको साल चाहिँ अब हाम्रो यहाँ अर्को एक ठाउँ छ यो सबै रुद्राक्ष हुनु चाहिँ यसमा हामी ग्राफ्टिङ हान्दैछौँ यसलाई पछि सार्ने हो नि त होइन ट्याक्क राम्रो ठाउँमा लगेर चाहिँ यो काम भइरहेको ठिक्क हुनेछ यसमा चाहिँ नि यस्तोमा चाहिँ यत्रो त्यस्तो हुनुपर्छ नि ऊ त्यहाँ एउटा थियो पुग्दैन होला नि त्यसमा हान्दा हुन्छ र त्यसमा हुन्थ्यो हुने तर अलिक ठुलो भयो होला ठुलो भयो नि हुँदैन थोरै यत्रो चाहिँ हुनै पर्थ्यो पछि फेरि उयो गरेर हुन्छ किनभने हुन्छ होइन पछि उयो गर्नुपर्छ के अरे त्यसलाई फेरि कलमी ए हो जागा चाहिँ कलमी गर्नु ठुलोमा चाहिँ ऊ त्यो माथिको पनि कलमी हाल्नुपर्छ त्यसमा त पर्दैन त्यसमा त पर्दैन त्यही त त्यो त मुना आइसकेर है मुना आइसकेको रहेछ यो अब यो अहिले ग्राफ्टिङ गरियो होइन अबको 15 दिनमा यसो गरेर अलिअलि हेर्ने यहाँबाट हरिहरि आउन थाल्यो नै फुकाएर त्यो काँडा ल्याउने कि अमिलोको काँडा अनि बिस्तार त्यो यसो पक्रेर यस्तोमा यो जुन निस्किन रहेछ नि उयो हरियो यसो पोका पर्छ क्या त्यहाँनिर टेपले ट्याकट्याक घोषिदिने त्यसलाई यसो गरेर पेट्टक गरेर त्यो काँडा निकाले जस्तो यसो ख्याटक ख्याटक पारेर निकालिदिने अलिक थोरै दुलो यतिको यो प्लास्टिकलाई चाहिँ तल भित्रको यो प्लास्टिक होइन यो प्लास्टिकलाई त पुरै निकाल्नु 15 दिन पछाडि होइन त्यहाँदेखि यसलाई निकालेपछि अनि देखिन्छ कि यहाँ हरियो छ पोका पोका परेको हुन्छ त्यसलाई चाहिँ यो 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 फुकालिदिने होइन परेन ए परेन ए त्यो काँडाले मात्रै निकाल्दिनु त्यो पुक्क भएको चाहिँ त्यहाँदेखि निस्किन थालेपछि पछि आफै त्यसलाई फुटाउनु थाल्छ क्या ए ल ठिक छ ल ल धन्यवाद आज हामीले यति ग्राफ्टिङ गऱ्यौँ ग्राफ्टिङको लागि यसो राख्नुपर्ने छ सानो सानो बिरुवाहरू है ल ल हाम्रो अब ग्राफ्टिङ चाहिँ अहिले धेरै थिएन अलिअलि 4-5 वटा थियो त्यो सकिसक्यो आजलाई चाहिँ यति नै